गाइस म आज एउटा इन्ट्रेस्टिङ टपिक लागेको छु क्या। हाम्रो यो एजुकेसन सिस्टम छ नि हैन, हामी 10 क्लास पछि 12 गर्छ क्या। अनि 12 गरेपछि गाइस क्या, हामी थाहा छ हामीसँग दुईटा चोइस हुन्छ क्या। हाम्रो मेन्टालिटी क्या, ट्यालेन्ट स्टुडेन्टहरू हैन, जति ट्यालेन्ट स्टुडेन्टहरू हुन्छ हैन, डिक्टेसन स्टुडेन्टहरू, फर्स्ट डिभिजन स्टुडेन्टहरू, खास 90% के हुन्छ साइन्स फिल्डमा जान्छ क्या। अनि जति हामी कमजोर हैन, हामीलाई हाम्रो एउटा मेन्टालिटी छ नि त, फेल स्टुडेन्ट, फेल भएर ब्याक हुन्छ नि, ब्याक लाग्छ नि त हामीलाई खासमा। अनि त्यो ब्याक लागेर जुन स्टुडेन्टहरू यो बिबिएसहरू हैन, जस्ट लाइक बिबिएहरू हैन, हामी त्योतर्फ लाग्छ नि त। म त हेर्छु कति स्टुडेन्टहरू बेचाराहरू हैन एउटामा लागेको पनि हुन्छ, मतलब त्यसलाई रिएक्जाम गर्छ हैन। अनि रिएक्जाम भएपछि पनि तिनीहरू के गर्छ, बिबिएसम्म हैन, त्यो 4 वर्ष क्या, 4 वर्षसम्म हैन त्यो छिर्ने काम गर्छ क्या, बिबिए पढ्ने काम गर्छ क्या। 4 वर्षमा त्यसले 4 वर्ष खट्छ हैन, बिहान स्कुल कलेज हैन गर्दै गर्दै 4 वर्षसम्म छिरिरहेछ, पढिरहेछ हैन। तर अब यिनीहरूलाई एउटा कुरा थाहा छैन क्या, जुन 4 वर्ष स्पोइल्ड भइरहेछ नि खासमा, त्यो साला सिकेर पनि केही कामै छैन। जस्ट लाइक यो एजुकेसन सिस्टम 1970 होइन गाइस क्या, यो 2070 विक्रम सम्मतमा आएको क्या। त्यही पुरानो एजुकेसन सिस्टम अहिलेसम्म सेम बेसिसमा चलिरहेछ क्या। जसलाई के हुन्छ हैन, अब हामी खासमा म्यानेजमेन्ट किन लिन्छ, बिजनेस फिल्डको लागि लिन्छ क्या। किन आई मिन म्यानेजमेन्ट हो नि त हैन, खासमा के को लागि हो, खास बिजनेसेसहरूको लागि हुन्छ नि, व्यापारको लागि गर्नको लागि हो क्या लिने फिल्ड होइन। तर एक्चुअलीमा त्यस्तो हुन्थ्यो हैन, बिजनेसम्यान म्यानेजमेन्ट लिएर मान्छे बन्छ नि त, सोचिरहेको कि म यो बिजनेस पढेर बिजनेस गर्छु, त्यस्तो हुन्थ्यो एक्चुअलीमा। यो जति प्रोफेसरहरू या आई मिन टिचरहरू, अब तिनीहरूभन्दा नलेज त मलाई लाग्दैन कोहीसँग होला हैन। तिनीहरूसँग त पर्फेक्ट नलेज हुन्छ नि त्यो बिजनेसको, एक्सपिरियन्स हुन्छ। हामी त जब उनीहरूको अगाडि त एउटा सानो बच्चा जस्तै हो हैन त, उनीहरूसँग त सबै हुन्छ, फाइनेन्सको नलेज हुन्छ, म्यानेजमेन्टको नलेज हुन्छ, म्याथको नलेज हुन्छ, इकोनोमिक्स पर्फेक्ट नलेज हुन्छ। तिनीहरूबाट क्या, तिनीहरूबाट हामी सिकेर एक्चुअलीमा क्या, जस्तै तिनीहरूबाट सिकेर हामी सोच्छौँ कि हामी बिजनेस गर्छौँ हैन। 4 वर्ष पढेर हामी सोच्छौँ कि हामी कुनै कम्पनीमा केही म्यानेजमेन्ट लेभलमा काम गरौँ या आफ्नो बिजनेस गर्ने हैन। 4 वर्ष त्यो पढेर त्यस्तो हुन्थ्यो। त टिचरहरू 40,000 को 50,000 को स्यालेरी लिइरहेछ, त्यति स्पेसिफिक नलेज हुन्छ तिनीहरूसँग हैन, लगभग म्यानेजमेन्ट लेभलको, बिकज दे आर टिचर क्या। त्यस्तो हुन्थ्यो खासमा हैन गाइस। अनि तिनीहरू आफू पनि त बिजनेस राम्रो गर्न सक्छ नि त हैन, तिनीहरूसँग त एकदम प्रोफेसनल लेभलको नलेज हुन्छ नि त हैन। सानो तिनीहरू त नलेज हुँदैन हैन, तिनीहरूसँग त प्रोफेसनल नलेज हुन्छ। तिनीहरूले त आई थिङ्क म भन्छु बिजनेस गर्छ हैन नेपालमा हैन, तिनीहरू त म भन्छु हैन 1000 करोडको कम्पनी हैन नेपालमा त त्यस्तै इस्टाब्लिस गर्न सक्छ नि, बिकज दे आर बेस्ट हैन। तिनीहरूसँग त टोटल नलेज हुन्छ नि त बिजनेसको हैन। मलाई त लाग्दैन त्यो कुरा कि पर्फेक्ट हो। हामी त जब एउटा कलेजमा गएर सिकिरह्यो मात्र, अहिले अब एन्ट्रिङ फेजमा 4 वर्ष एउटा एन्ट्री हो, तर दे आर एक्सपिरियन्स। तिनीहरू 10 वर्ष 12 वर्षदेखि पढेर त्यसपछि आई मिन 10-12 वर्षको एक्सपिरियन्स हुन्छ हैन। अब त्यही त मेन कुरा त्यही हो नि त, 4 वर्ष त्यो थ्योरिटिकली पढेर हैन, यो म्यानेजमेन्ट फाइनेन्स डेबिट क्रेडिट गरेर त्यो एक्चुअल कुरा होइन कि हामी बिजनेस गर्न सक्छ क्या। त्यो बिजनेस त्यो हुन पनि सक्दैन, त्यसले सिक्न पनि सक्दैन न। कम्पनीमा कुनै कम्पनीमा राम्रो त्यो हुन्छ नि प्रोफाइल बनाउन सक्छ हैन, त्यस्तो त्यो छैन क्या। त्यस्तो हुन्थ्यो भने टिचरहरू अहिलेको हैन वान बिलियनियर हुन्छ नि त। इक्जाम्पल त्यही हो, मैले त्यही भन्न खोजेको कि त्यो बिबिए बरु गर्नुभन्दा राम्रो क्या गाइस हैन। एक्चुअलीमा बरु फिल्डमा खटेर हैन, थ्योरिटिकल होइन क्या, प्र्याक्टिकल नलेज लिने क्या खासमा। बरु योभन्दा राम्रो जब गर्नु, कुनै कम्पनीमा जब गर्नु, त्यसको प्र्याक्टिकल वर्कहरू हेर्ने सिक्ने। बरु तिनीहरूबाट त अब फ्रीमै सिकाउँछ नि, पैसा पनि दिन्छ तपाईँलाई खासमा हैन, पैसा पनि दिन्छ, फेरि पैसा पनि दिन्छ। अनि तपाईँलाई एउटा नलेज पनि, प्र्याक्टिकल नलेज पनि दिन्छ क्या। यो होइन कि दिँदैन, पैसा पनि दिन्छ अनि प्र्याक्टिकल नलेज पनि दिन्छ। तर बिबिएस हामी गर्न जान्छौँ 4 वर्ष पाटन मल्टिपल क्याम्पसमा, साला 90% राजनीतिक हुन्छ। कुनै कलेजमा जान्छ हैन, सानोतिनो कलेजमा, हामी त खास गभर्मेन्ट कलेजमा। अहिलेको त कन्डिसन बेचारा बालेन सरकार त अब इम्प्रुभ गर्दैछ, तर पहिला त त्यस्तै थियो नि त खासमा हैन। त्यही त अब 4 वर्ष बरु थ्योरिटिकल पढ्नु या 4 वर्ष प्र्याक्टिकल कुनै कम्पनीमा बसेर कुनै कम्पनीमा नलेज लिनु, त्यो राम्रो हो नि त। बरु हैन उताबाट पैसा पनि आउँछ हैन, तपाईँले काम पनि गर्नुहुन्छ, सिक्नु पनि हुन्छ
अब बरु उल्टै पैसा हामी दिएर कुनै कलेज स्कुलमा पढ्ने होइन, हामी नै पैसा दिने होइन, हामी नै पढ्ने, बरु योभन्दा राम्रो हामी नै पैसा दिने होइन।